Hello guys, this is me Ati Dongol from Betraudi Bazar, Nuakot, and today we are going to Moilung Jharana, which is situated at Roswa district, and I think this jharna is 85 to 90 km away at north from Kathmandu Valley. र काठमाडौँ भ्यालीबाट पनि थुप्रो साथीहरू यो झरना हेर्नलाई आउनुहुन्छ। काठमाडौँबाट आउँदाखेरि तीनटा बाटो रहेको छ यो झरनासम्म आइपुग्नलाई। पहिलो बाटो भनेको शिवपुरीको बाटो र दोस्रो बाटो भनेको ककनी अनि 35 किलो हुँदै आउने बाटो र तेस्रो बाटो र बेस्ट बाटो भनेको चाहिँ यो थानकोट अनि गल्छी त्रिशुली हुँदै आउने बाटो। म भन्छु सबै साथीहरू चाहिँ यो गल्छी त्रिशुलीबाटै आउनु होला, किनभने बाटो पनि राम्रो छ, पिच भइसकेको छ, अस्फाल्ट पिच हो। तपाईको यो ढुङ्गेसम्म आइपुग्दाखेरि पिच नै छ र ढुङ्गेबाट माथि लागिसकेपछि चाहिँ हल्का हल्का अफ रोड छ, तर बाटो राम्रै छ। त्यही बाटोसम्म आएर आउनु होला। र यो मैलुङ झरना चाहिँ गल्छी त्रिशुली मैलुङ च्याप्रुबिसी सडकबाट नै 100 मिटर माथि रहेको छ र एकदम राम्रो, एकदम सुन्दर प्रकृतिको वान अफ द बेस्ट गिफ्ट हो यो रसुवा डिस्ट्रिक्टको लागि। र रसुवा डिस्ट्रिक्टले यस्तो यो प्रकृतिको सुन्दर रमणीय ठाउँहरूले एकदम भरिपूर्ण छ। रसुवा डिस्ट्रिक्टको अरू ठाउँहरू जस्तै गोसाइकुण्ड, रसुवा गढी, यही मैलुङ झरना भयो। त्यस्तै गरेर थुप्रो तालहरू, लाङटाङ हिमाल, घुम्चे, धेरै रमाइलो ठाउँहरू छ। सो गाइज, तपाईँहरू टाइम मिलाएर यो रसुवा डिस्ट्रिक्टलाई माया गर्नु होला। आज हामी मेरो साथी, मेरो सङ्गिनीसँग म आज मैलुङ झर्ना जाँदैछु। लेट्स सी व्हाट ह्यापेन्ड। गाइज, यदि तपाईँहरू काठमाडौँदेखि यो मैलुङ झरना हेर्नको लागि आउँदै हुनुहुन्छ भने अघि मैले भनेको जस्तै थानकोट हुँदै फर्स्टमा गल्छीसम्म आउनु होला। गल्छीसम्म आइसकेपछि उत्तरतिर 19 किलोमिटर अगाडि बढ्नु होला र देवीघाट मन्दिर भन्ने ठाउँ आउँछ। देवीघाट मन्दिरबाट अझ 10 किलोमिटर अगाडि बढेपछि ढुङ्गे चोक आउँछ। ढुङ्गे चोकबाट सिधा नजानु होला, त्यो बाटो गयो भने हजुरहरूलाई लामो पर्छ। सो सर्टकटको लागि माथितिर लाग्नु होला। माथि 8 किलोमिटर अगाडि बढेपछि बेत्रावती बजार भन्ने ठाउँ आउँछ। बेत्रावती बजार नुवाकोट र रसुवाको बोर्डर पोइन्ट पनि हो। बेत्रावती बजारबाट 150 मिटर अगाडि बढेपछि थुन्चे जाने बाटो छोडेर तल त्रिशुली किनार हुँदै शान्ति बजार हुँदै मैलुङसम्म जान सक्छौँ। र मैले यो भिडियो पनि यही बेत्रावती बजारबाट नै स्टार्ट गरेको छु। लेट्स सी बिचमा कस्तो सिन छ, कस्तो ठाउँ छ, के छ, हेर्दै जाउँ, भन्दै जाउँ, रमाइलो गर्दै जाउँ। शिवपुरीको बाटो आउन चाहने साथीहरूको लागि चाहिँ काठमाडौँबाट टोखाबाट शिवपुरी, शिवपुरीबाट सिधै तल छरेबाट ढिकुरेबाट गङ्गटेबाट बटारबाट ढुङ्गे र ढुङ्गेबाट बेत्रावती हुँदै तपाईँहरू मैलुङसम्म जान सक्नुहुन्छ। र कोही साथीहरू इन केस 35 किलोको बाटो पनि आउन चाहनुहुन्छ भनेदेखि माछापोखरीबाट मुर्कुबाट ककनीबाट रानीपौवाबाट 35 किलो हुँदै तल पिपलटार हुँदै गङ्गटे, बटार अनि ढुङ्गे हुँदै बेत्रावती हुँदै मैलुङसम्म आउन सक्नुहुन्छ। तर मेरो रायमा चाहिँ हजुरहरू यदि आउनु नै चाहनुहुन्छ भनेदेखि गल्छीको बाटो आउनु होला। एकदम सेफ पनि छ, राम्रो पनि छ, छोटो पनि छ। ल है गाइस, हजुरहरूको इच्छा, तिनवटा बाटोमा जुन बाटो आउनु भयो नि।
कताबाट कताबाट यतैबाट होइन के भयो ल जाउँ 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 हिँड ए ल ल ल सबैजना परिहाल्छ नि जाऊ जाऊ तिमीहरू अगाडि जाऊ कसले देख्न सुरु गरे यार यही हो र यो त होइन नि ए हो नि त्यही त हो नि त्यही हो त्यही त हो नि ऊ त्यहाँबाट ढुङ्गाबाट फोटो खिच्ने अनि भाइ सक्दैन भने यहीँ राखौँ न त नत्र यहीँ राखिदिउँ बाइक यहीँ रोकिदिउँ
बाहुबली झर्ना दिनेश दाई फोटोग्राफर अर्को दाइ हुनुहुन्छ सन्नी दाई सबजना अल आर यस दामी 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 only one goal all are boys here but only one goal
हमारे अविनाश बेटो ल गाइस हामीहरू त घुमेर फर्क्यौँ। अब हजुरहरू कहिले जानुहुन्छ? चाँडै जानु होला। झरना धेरै बेरसम्म रहँदैन, धेरै महिना रहँदैन। यो समर टाइममा मात्रै हो, पछि फेरि विन्टर लागिसकेपछि गएको कुनै अर्थ हुँदैन। हामी त गयौँ, रमाइलो गऱ्यौँ, फर्क्यौँ। अब भिडियो पनि हाल्दैछौँ, सेयर गर्नुहोला, लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला, कमेन्ट पनि गर्नुहोला र माया गरिराख्नुहोला यसै गरेर है त गाइस।